हजुर नमस्कार है सबैलाई। म रामचन्द्रको तर्फबाट अहिले हामी यो लेथब्रिज सिटीबाट अहिले क्यामरुन लेकमा जाँदैछौँ। यो क्यामरुन लेक भनेको वाटरटन लेक भन्दा माथि पुरै हिमालको चुचुरोमा सबभन्दा टपमा रहेको ताल हो। हिमालयबाट बगेर बर्फ बगेर बनेको चाहिँ ताल रहेको छ यो क्यामरुन ताल भन्ने क्यामरुन लेक। यो क्यामरुन लेक एकदम टपमा त्यो हिमालको टपमा छ। अहिले देखिँदैछ। हामी पनि उत्सुकताका साथमा जाँदैछौँ। यहाँ यो ताल भनेको कस्तो रहेछ, ठुलो छ कि सानो छ कि पहाडमा हो कि समूहमा हो कि नदी हो कि के हो भन्ने कुरा थाहा छैन। जाँदैछौँ। त्यहाँ जाँदा जाँदै यहाँ चाहिँ अहिले देख्न सकिन्छ यो हिमालको चुचुरो हो। यो पनि यहाँ अहिले बेला बेलामा यहाँ पनि डढेलो लाग्दो रहेछ। यो सुक्खा याममा त्यो पानी नपरेको गर्मीको याममा चाहिँ यो डढेलो लाग्दो रहेछ। त्यहाँ चाहिँ रुखहरू यस्ता सुकेका रुखहरू पनि छन्। कोही हिउँले सुकेका छन् भने कोही डढेलोबाट सुकेको छ। तल घाँसहरू साना साना घाँसहरू पलाएका छन् भने ठुला रुखहरू छैनन् यहाँ। अब हामी जाँदैछौँ। उहाँ पर देखिने हिमाल देखिँदैछ। हो त्यो हिमालमा जाँदैछौँ हामी। त्यो हिमालकै काखबाट बनेको ताल छ टपमा, एकदम टपमा नै बनेको ताल छ। त्यो रमणीय ताल छ भन्ने सुन्यौं मात्रै। त्यहाँ जाँदाखेरि यदि वाटरटन लेकमा जाने हो भने तपाईहरु चाहिँ त्यो क्यामरुन लेकमा पनि अवश्य जानुहोला। त्यो छुट्छ, बहुत रमणीय मनोरम दृश्य छ भनेर सबैले भन्नुभएको छ। हामीलाई चाहिँ सल्लाह सुझाव दिनुभएको छ। त्यो छुट्यो भनेदेखि चाहिँ पछुतो मात्रै हुन्छ भन्ने किसिमको भन्नुभएको हुँदाखेरि हामी चाहिँ त्यो तालतर्फ जाँदैछौँ। बाटो साँगुरो छ, दुईटा लेन मात्रै छ, चाहिँ धेरै ठुलो छैन। पहाडको एकदम पहाडी बाटो हो यो। दुई लेन चाहिँ त राम्रोसित बनाएको छ। बाटो भने राम्रो छ, तर चाहिँ साँगुरो, दुईटा गाडी छिर्नलाई। तर त्यसपछि तीनटा भयो भनेदेखि चाहिँ त्यहाँ गाह्रो पर्छ। एउटा गाडी बिग्रियो भनेदेखि चाहिँ वान वे हुन्छ। त्यस्तो किसिमले हामी जाँदैछौँ एकदम उत्सुकताका साथमा। कतिखेर त्यहाँ पुगिन्छ, कस्तो होला भन्ने हिसाबले हामी जाँदैछौँ। यी चाहिँ रिजर्टहरू यी चाहिँ यहाँ देख्न सकिन्छ। सबै रुखहरू सुकेका छन्। सुकेका रुखहरू मात्रै छन्, कुनैमा पनि पात छैन रुखहरूमा। तल भुइँमा भने भर्खरै उम्रेका हरिया देखिन्छ। यसको पलतिर चाहिँ हिमाल छ। हिमालको रेन्ज नै हो यो। यो हामी चाहिँ जाँड हिँड्दैछौँ। त्यसको माथि पनि हिउँ जमेका छन्। अहिले हामी चाहिँ यो त्यो भन्दा पनि पर अझ अहिले उकालो चढ्दैछौँ। उकालो चढेर हामी चाहिँ त्यो हिमालको करिब माथिल्लो भागमा पुग्छौँ। त्यो काखमा पुग्छौँ। त्यो काखमा पुगिसकेपछि अनि त्यो दृश्य पक्कै पनि देखिनेछ कस्तो छ रहेछ भनेर। सबैले हामीलाई त्यहाँ त नगई हुन्न है, क्यामरुन तालमा जानुपर्छ। अब वाटरटन लेकमा त जानै लाग्नु भएको रहेछ, तर क्यामरुन लेकमा जानु होला। वाटरटन लेक पनि एउटा युएसए को बर्डरमा पर्छ। 16 किलोमिटर लामो लेक हो त्यो वाटरटन लेक। यो चाहिँ आधी क्यानाडामा पर्छ भने आधी युएसए मा पर्छ। 16 किलोमिटरको लामो, करिब 4-5-7 किलोमिटर जति अगाडि डुङ्गामा गयौँ भनेदेखि चाहिँ युएसए प्रवेश हुन्छ यहाँबाट। त्यस्तो किसिमको चाहिँ ताल रहेको थियो। त्यहाँबाटै माथि चढ्ने हो। त्यो पहाडको फेरि पनि उकालो हिमालकी रोड हुँदै उकालो हुँदै माथि जाने हो। माथि जाँदाखेरि सबभन्दा टपमा त्यो एउटा ताल छ, त्यो क्यामरुन ताल। त्यो त रमणीय छ भन्ने हिसाबले हामीहरू त्यहाँ जाँदैछौँ। पारिवारिक भ्रमण हुँदैछ। गाडी ठुलो गाडी भएको हुनाले चाहिँ सजिलो पनि भएको छ हामीलाई सबै परिवार जानको लागि। छोरा गोकुलले चलाइराखेको छ। मैले देखाउन पाएको छैन। अगाडिको चाहिँ दृश्य मात्रै देखाउने, व्यक्तिलाई नदेखाउने हिसाबले मैले चाहिँ त्यहाँ हाम्रो पारिवारिक भ्रमण भए तापनि मैले चाहिँ देखाएको छैन। सबै अगाडि मात्रै हेरौँ, सबैका दृश्य मात्रै हेरौँ। दृश्यहरू एकदम रमणीय छ, राम्रो छ। तसर्थ ती दृश्यहरू हेर्दाखेरि हामीलाई बहुत खुसी लागेको छ। यो म अहिलेसम्म यस्तो ठाउँमा म गएको थिइनँ, चान्स पाइनँ। म बुटुलु महानगरपालिकाबाट अहिले
हाम्रो सबै कार्यपालिका सदस्य मेयर लगायतका कर्मचारीहरू त्यहाँ जानुभयो। यस्तै दृश्यमा चाहिँ जानुभएको छ। त्यहाँ पनि मनोरम दृश्य, एकदम राम्रो दृश्य छ। मुस्ताङसम्म त म पनि गएको थिएँ, त्यहाँभन्दा उता कोरोला नाकासम्म जाने अहिले योजना बनाएर चाहिँ जानुभएको छ हाम्रो साथीहरू। म कारणवश यता क्यानाडा आउन पर्ने भएको हुनाले उहाँलाई बिदाई गरेँ। म जुन दिन बिदाई गरेँ त्यही दिन म यतातिर प्रस्थान गरेँ हिँडेँ र उहाँहरूले पनि यो दृश्य योभन्दा राम्रो दृश्य हेर्नुभयो होला। तर पनि मलाई मेरो लागि यो चाहिँ पहिलो दृश्य हो, पहिलो भ्रमण हो। यो चाहिँ विदेशको पनि भ्रमण र चाहिँ त्यहाँको पनि एउटा रमणीय स्थलको भ्रमण, हिमालको काखमा रहेको उच्च हिमशिखरमा रहेको यो स्थान हेर्ने मौका पाएँ। नेपालको छुट्टै पनि अब क्यानाडाको हेर्ने मौका पाएको छु। तसर्थ हाम्रा छोरा बुहारी लगायतका परिवारलाई पनि म धन्यवाद दिन चाहन्छु। र अहिले हामी ठिक त्यो ठाउँमा करिब पुग्दैछौँ। यहाँ स्पिड चलाउन पनि मना गरेको छ। यहाँ चाहिँ धेरै स्पिड चलाउन दिँदैन। अहिले चाहिँ क्लिप खिचेर यहाँहरूलाई मैले देखाइराखेको हो। सबै खिच्दाखेरि चाहिँ अब घन्टाको हिसाबले लामो हुने भएको हुनाले मैले सानो क्लिप खिचेर यहाँहरूलाई देखाउँदैछु। यो बेसमेन्टमा आइपुग्यौँ हामी। यहाँ चाहिँ पार्किङ क्षेत्र यहाँ छ। पार्किङ क्षेत्रबाट अब हामी यहाँ अगाडि चाहिँ हामी जाँदैछौँ। त्यो अगाडि जाने बित्तिकै बेग्लै रमणीय स्थल देखिन्छ र देख्दा म त यो भिडियो बनाउन र क्यामेरा तेर्साउन पनि बिर्सेर त्यहाँ हेरिराखेछु र चाहिँ बन्द भएछ क्यामेरा पनि, मैले हेरिराखेँ। त्यस्तो मनोरम दृश्य छ र यहाँहरूलाई यो अब 2 सेकेन्ड 3 सेकेन्ड भित्रमा चाहिँ यो देखाउने छु र त्यो देखिने बित्तिकै चाहिँ मेरो यही देख्नुहोस् यो ल हेर्नुहोस् यो यस्तो दृश्य छ। यी हिमालबाटै ट्याक्कै हिमालबाट तल झरेको यो दृश्य छ। बहुत मनोरम रमणीय छ। जो कोही पनि क्यानाडा आउँदाखेरि चाहिँ यहाँ आउन पर्ने मैले पनि सल्लाह सुझाव दिन्छु। यो भिडियो यहाँहरूले यसरी हेरिदिनु भयो, पुरा हेरिदिनु भयो, यहाँसम्म हेरिदिनु हो, त्यसको लागि यो भिडियो हेर्नुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यो मनोरम दृश्य हेरिदिनु भएको छ। हामी पारिवारिक भ्रमणमा गइरहेका छौँ र हामीहरू चाहिँ यहाँ हेर्दाखेरि बहुत रमाइलो लागेको छ। यहाँहरूलाई पनि साथै राखेर सँगसँगै राखेर देखाउन पाउँदा, हेर्न पाउँदा म सिङ्गो परिवार लगायत सबैसित बसेर हेरिरहेको मैले महसुस गरेको छु। त्यसको वारिपट्टि एकदम संरक्षित तरिकाले बनाइएका रुखहरू चाहिँ छन्। ती समेत यहाँ चाहिँ राखिएको छ र त्यो रुखको तल पनि हिउँहरू चाहिँ छ। तथापि त्यो अहिले पछि मैले हेर्न जानेछु र अहिले चाहिँ यो तालमा नै हामी रमाउँदैछौँ। यो ताल एकदम राम्रो मनोरम दृश्य रहेकोले यहाँहरू अहिलेसम्म पनि हेर्नुभएको छ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, नमस्कार सबैलाई, नमस्कार, धन्यवाद छ।